बोतल ओ चुक्को बोतल हो क्या भाइ यो दादा कालो खटा चुनको बोतल ऊ अब यहाँ जबरजस्ती छिर्नुपर्छ नि त यहाँ त्यो त छोल्ला गरेर हालेको ओइ जबरजस्ती छिर्नुपर्ने अब सिनारी आयो है अस्तिकै ठाउँ हो भाइ फेरि यो फ्ल्यासब्याक आएन भाइ त्यो दिन जुन दिन हामी नगएको भएन त्यो भन्ने क्या एउटा स्टोरी क्या भोलि पछि अझै पश्चाताप लाग्छ किन सन्दीप भाइ मनिष भाइ भोलि पर्सिको क्या त्यो दिन यो दिनको अनुभव कस्तो थियो भन्दाखेरि त्यो दिन निशब्द क्या के भएको थियो त्यो दिन भन्दाखेरि अनि पुरै निशब्द क्या तर लाइट भएकोलाई चाहिँ कुद्न सजिलो हुने रहेछ थाप यो बक्सर लाउन जानु सजिलो दाइलाई झन् सजिलो हुन्छ टिको हुन्थ्यो भाइ त्यो दिन के भएको थियो भनेर सोध्यो भने क्या त्यो दिन आफै थाहा हुन्छ तँलाई अरे क्या भाइ हाम्रो वान टाइम अनुभव हुनु अरे क्या यसमा केही न केही धेरै ठुलो इम्प्याक्ट गर्नु अरे यसले हाम्रो जिन्दगीमा अवासी होइन यो एडभेन्चरस टाइपले भनेको क्या भरे हामीहरू बुलबुलै मटक गरेर मटक चल्ने ए मनिष भाइ यो ठाउँमा आउँदाखेरि के अनुभव आउँछ तपाईँलाई मनिष भाइ यो ठाउँमा आउँदाखेरि क्या रिमाइन्डर आएन पहिले रोइले जङ्गिएर एकचोटि चिसोमा लाग्ने भएको यही बाटोमा होइन काट्दै जाउँ न काटेर त भोलि आउनु सकिँदैन भरे यत्रो माछा पकाएर क्या भरे मनिष भाइ निन्द्राको तलमा बाल्टिङ छोडेर आउनु अति हुन्थ्यो क्या चाहिँ बस्नु केटाकेटी हो लु है दर्शक बिनहरू अब कता पकाउने औतैतिर औ त एकचोटि पकाडी हेरौँ होइन अनि भयो छोडिदिनु मेहनत नगरौँ यही पकाउँ अनि अनि कसो जाने यो बाटोमा चल्दै चल्दै त्यहीँबाट पनि छ बाटो चिसो पानीमा मारियो अरे बरु घरमा आएर पकाउँदा हुन्छ त मजाले गम खायो अब चिसो पानी जाने भयो किन चोर भन्छ नि गाउँभरिका भरि खनिँदै आयो भने छैन चोर चोर भन्दै एउटा बाल्टिङ बोक्यो मनिष बाल्टिङ बोक्यो अरे आयो ए बक्सर ग्याङ क्या भाइ बक्सर ग्याङ भरे होइन बक्सर र गन्जी ग्याङ दुईजनाले बक्सर लगाएको थियो दुईजनाले गन्जी लगाएको थियो एउटाले फेरि 10 नम्बरको लगाइरहेको थियो झ्याउटा कि चाहिँ देख्यो यस्तोले काट्छ भने यहाँ किन रेकर्ड गर्न छोड्नु भएन है आधी बाटो एकैकोटा झर्दै
हो या फस गया सिएम केटा हो चिसो भने बाँदर हुन सक्छ है भूत भनेर भरे बाँदर देखेर भागेर आउने हो खान्छ नि भाइ भरे आत्तिएको तालमा भरे बाँदर देखेर भागिन्छ नि नभाग्ने कोही पनि लु अब के जाने होइन केटा हात चप्पलमा बोकाए ए चप्पलमा हात बोकाए के भन्छु हात बोका चप्पल हात जे भयो नि बोका हिरा बोका न केटाकेटी टाढा एकछिन टाढा टाढा तिमाका के चल्ने यताबाटै मरेको मान्छेको जुत्ता अनि हो त मरेको मान्छेको जुत्ता लुगाहरू फालिदिन्छ नि खोलामा भाइ यस्तो बेला हात खुट्टा नि भेटिन सकिन्छ है मान्छेको मरेको अनि जलाएको लास जलाएको त्यो पहिले कालेले भेटायो भनेको थिएन त्यहाँको कालेले यस्तो खोलामा हो क्या भेटिन सक्छ नडराउनु भेटियो भने चाहिँ कहिलेकाहीँ त्यो बाढीले बगाएर ल्याएको हुन्छ जाने नि भने सोध्नु न हौ जाने होइन ओए जम जम भरे फेरि रिग्रेट लाग्छ गइएको भए हुन्थ्यो भनेर चलो तुम प्रवेश गरौ तुम आडिलो मान्छे तिमी त डुबिहाल्यो भने नि अग्लो अग्लो थियौ बाटो तास त हुन्छ ओए माछा भएको थियो कि कस्तो लाग्छ माछा के चप्पल लाएर हिँड्ने हुन्छ चप्पल लाएर ढाड्दै छौ त मुला पार भागो चप्पल चलो खोलामा गएर चप्पल लाएर हिँड्नु भाइ चप्पल भरे झऱ्यो भने फेरि चप्पल केटा हो भरे तर चढ्दै गिर्छ होला भाइ ओइ मुदी भाइ ओइ भाइले त लडाउने रहेछ उसलाई झन् अग्लो भएर हामीलाई मसिया पनि छ भनेको उल्टो तान्न थाल्यो लु 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 ओ चुर्लुम भयो भुइँले आयो बोक्ने त खोलाको बाटो जाएर भाइ डलाउँछ नि लाग्छ मलाई एक हिसाबले पछाडि हेर न के हो गा ओइ होस गरेर हिँड है केटा हो खोला थाहा छ नि कति डेन्जर छ भनेर खोलाले रेहेम गर्दैन नि फेरि मलाई त डर लाग्थ्यो होला कि त्यो ईश्वर दाई भएर कन्फिडेन्स आएको आउँदैन थियो रोइदिएर आफै कन्फिडेन्स भरे भाइ चप्पलमा माथा अड्किनु अरे पकाएको थिएँ म त माछाको साथै सर्प थियो अरे हात्तिन्थ्यो नि यो चप्पल मैले बेकार नि होला अर्को लाग्यो हाफ पिन भिजिसक्यो भाइ भरे कसरी फर्किन्छौँ होला नि कसरी फर्किन्छौँ होला नि भरे भाइ भरे लाइटै बन्द भन्छ कसरी आइन्छ होइन अँध्यारोमा यस्तो भन्नाले ए तैँले भनेको आत्तिएर कहीँ आइयो भने भरे जो त्यहाँ कलेजमा कुद्नु भनेर गएको थियो भरे चोर कि चोर भनेर केटा हो बिचल्ली पार्थ्यो जस्तो लाग्न थालिसक्यो मलाई ओ मुजी के छ यहाँ त भाटा परेको त झन्डै लडिएन यार अड्केर मुजी के हो माछा हो कि घ्याउटा हो भाइ चिसो पानीको ट्रिप त नजिक बरु सजिलै थियो त्यो त ओ मुजी भाइ के गर्छ के थियो के छ लट्ठी मरेका मान्छेहरूको दाउरा होइन जलाएको भोलिसम्म बाँचियो भने त हो नि भाइ कस्तो ठोक्यो यार यार पछाडि हेर न पछाडि हेर्दा डराएको जस्तो आएको छ नि तिमीलाई म त भाइ कसम भनेको कि ईश्वर दाईको आँखले मात्रै खाएको है कोची हो कसम ईश्वर दाई छैन भने नि यो खोलाको छेउछाउ हिँड्ने त आँट आउँदैन थियो खोलाभित्रभित्र कसरी हिँड्नु भाइ त्यही पनि रातिको 12 बजी यस्तो मान्छे जलाएको खोलामा के हो के आउँछ कमरसम्म बाँध्यो
लुम्बुजी अनि ओइ आउँछ 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 पहिले एकचोटि म माथा मार्दाखेरि यहाँ सुनाएको थियो छातीसम्मै आएको थियो आउनु लाग्यो के गर्नु त्यहाँसम्म आउँछ भाइ फिक्स आउँछ मैले पहिले माथा मार्दाखेरि थाहा पाएको थिएँ अब किन जान्छ त्यहाँ अब खै के गर्नु भित्रले भयो त भित्र जान्छ त्यहाँ त यस्तो भिज्दै मार्छ त भाइ डुब्न सकिन्छ है पौडी नखेल्न आउने म जस्तो मान्छेलाई चाहिँ त्यस्तो पौडी खेल्न मलाई कसलाई आउँछ भर सबै डुब्यो भने त मैले कसले बताउने अनि अब अहिले आउँछ त्यहाँ हेर न अब थियो मेरो यहाँ आइसक्यो यार अहिले आउँछ पख यहाँ यत्रो गहिरो न गहिरो छ भाइ ओ म चाहिँ के हो गहिरो परेछ त हन्टिङ हान्नलाई बाँचियो भने त हानिन्छ नि यता यस्तो कमरमा पानी आउँदैछ अनि कसरी जाने भित्रै खाने तर लुगा भिज्यो त लुगा भिज्यो ओ भाइ यार यो चाहिँ अति नै भयो यार यो लेभलको डेडिकेसन चाहिँ कस्तो हुन्छ हौ हामीलाई बुथ हेर्न पनि यति रहर भएको ओए म तिमीहरू सबै अगाडि अगाडि बढ्यो मलाई छोडेर हिँड्दैन जस्तो छैन अहिले दे डन्ट नो मिस वन भनेर डेभिड गगेन्सको भन्दैछौ दे डन्ट नो मिस वन भन्छ नि